मांसाहारीहरूले फेरि भोलि बिहान पनि पकाएर खाएर जाने भन्यो कि ठ्याक्कै घर त्यो होस्टेलको घर जस्तो कि है 2 तलाको एउटा बेड 2टा बेड अब जाम ल जाम भित्र जाम त भित्रको सबै देखाउनु पर्यो नि त हेर त कति दामी रहेछ है बाबु है हेर त ड्याम तल ड्याम रहेछ है कति पानी पनि कति डर लाग्दैन दामी लाग्यो अलिकति रुख काट्दिउँ एकछिन अनि जोडिदिउँ भरे चुकिँदै हाल्दिउँ अहिले काटेर राखिदिउँ ड्याम चेक गर्नलाई डङ्गल ढोकला भित्र मेसिन माग्न जाने कि अलिकति यो ड्याममा गऱ्यो तर कस्तो ठिक्कको ठिक्क छ फार्म हाउस बनाउनु ठिक छ त बच्चा खेल्ने ठाउँ पनि रहेछ ल यता भित्र छिरौँ न यता भित्र देखाऊँ न हेर त यहाँ कुचो सबै रहेछ नगर त पकाएर त्यसो गर न ल यहाँ कुचोदेखि ल्याएर जुत्ता राख्नेदेखि ल्याएर सबै घरमा जस्तो कि है यहाँ ग्यास राख्ने ठाउँ पनि रहेछ त ग्यास चाहिँ बाल्न पाइँदो रहेछ यो चाहिँ बिस्तारमा लगाउने सिटहरू ठ्याक्कै घर त्यो होस्टेलको घर जस्तो कि है 2 तलाको एउटा बेड 2टा बेड 3टा बेड 4टा 5वटा 6वटा बेड बिस्तारा पनि यस्तो हुँदो रहेछ हामी चाहिँ क्याम्पिङमा गएको जस्तो बेडहरू चाहिँ हुँदो रहेछ सबै है ल हेर त ल हिँड अभिन ए काठको घर बाथरुमहरू बाथरुम पनि यो नुहाइधुवाइ गर्ने ठाउँ पनि छ ओल्ड वासन हुन्छ त क्याम्पिङमै नै हुन्छ अन्त क्याम्पिङ जाँदाखेरि ओल्ड वासन चाहिँ अलिक फरक हुन्थ्यो कि पहिले जाँदाखेरि त्यही भएर गाडी ठाउँ थियो माकुराको जालो पनि लागेछ त हेर त बाबुले त के गरेको तिमीले ढोका छैन नि त्यहाँ कता हो तिमी टक्कोल ताईलाई तोका कोल दिन्थ्यो होला तिमीले तिम्रो पो दसैँ आएको छ त नि भित्र हाल्नु त यो चिसोमा राख्ने भरि सबै पठायो यहाँ गएर त ल सबै यहाँ छ ल पठाइदिनु मेरो फेभरेट के फेभरेट हो दाइ मिल्क कोले खाने यो चाहिँ ओहो यो खानु यो चाहिँ राख बाबु आउ जुत्ता लाउनु अब के चप्पल लाउने अब नानो लाउने बाबुलाई अब तातो लगाउनु तातो लाउनु जुत्ता लगाइदिनु तर ठ्याक्कै दिनमै भयो
खाना भएन हो मोजा खोल्दिम होइन विकास यहाँ लड्किन्छ के दाजुलाई म यतै हो भनेर त यतै हो क्या भनेर त गइरहेको थिएँ फेरि चटपटे यति माथि भित्र बनाउनु कि बाहिर भित्र बनाउनु भित्र फ्रिजमा अटायो फ्रिजमा राख्दियो नत्र बाहिर राख्ने हुन्छ के र हाम्रो घरको फ्रिज बरु यसरी भरिन्न एक दिनलाई क्याम्पिङ आएको फ्रिजै भर्यो हाम्रो घरको फ्रिज भरिन्छ म ए हाम्रो घरको फ्रिज त कति लिटरको अरे 55 लिटरको हजुर 55 दलको दाइ यति ठुलो 55 लिटर हुने मान्छ त 255 होला मैले के हाल्छ यो मुला चाहिँ के हाल्लेको चटपटेको सामान हाल्नु रे चटपटमा मुला नहालाइ नहाल मिलाइ न कसले भने हाल्ने सब यिनीहरू दुईटाले त मलाई हैरानै पार्ने भयो भिसा पारेर जानिने यसो गरेर खानु एउटा तिमी छौ फेरि म त हेरे यसो यसो गर्छ मलाई रमाइलो भयो खै हामीले पनि ल्याएको नाक पुस्नलाई नि मलाई केलाई म ल्याउँछु त्यसलाई यसलाई त मैले त खै के राख्नु ओइ कुकुर खै गोमुकुले रविदाइ खान्छ मकै हामीले त्यो यति यति ल्याएको खै विकास त्यो मेथीहरू के बनाएको मलाई यतै राख्नु उ त पहेँलो झोलामा कुरो के भित्र चाहिँ सफा हो यो कहाँ देखेछ यो मेनु मान्छेले पहेँलो झोला उ त बाहिर बसेको मेथीहरू छ त्यहाँ अहिले तल थियो कि मागे गर्नु त्यहाँनिर त पनि तिमी भित्रै छ के हो प्रमिस पुरा माइकमा बोल्नु लागेको दाइ लाउनु त यो त्यसलाई मेरो चार्जर चाहिँ तिमीहरूको चार्जर फरक हो मिल्दैन होला कुन हो र मेरो छ चार्जर त छ मेरो म सादाको छ कि त्यही तपाईँले हो त्यसो अहिले चाहियो भने भन ए ल त्यो हो नि हस् धन्यवाद यस्तै त फोटो खिचिराख कि यस्तै छ भनेर पार्टनर त्यही अनि म तिमीलाई पठाइदिन्छु नि झट्टै काम नगर्नु के भयो दाइ ए त्यो दबाई बुटिराख न हाँगामा बोल्दा सादा ल के थियो आसिदा ल्याउन आलु खानु नआउनु त खानुहुन्छ न सब भ्याउनु थाहा थियो मलाई त्यही भन्छ
धेरै ल्याएको थियो त्यो बजेट त त्यहाँ दिन्थ्यो होला है त्यो यस्तो हामी चटपटी बनाउँछौँ क्या अब हजुरले चटपटी म बाबुलाई हेरेर बस्छौँ त ल दिदीले हेर्नुहुन्छ अब हुन्छ बाहिर हिँड्दा लगाउनु त भित्र त किन चाहिएन केही चाहिन्छ यो भइहाल्छ हाम्रो म्यामहरूले त के गरेर लगाएको तिमीहरूले सलाद त चक्कु मैले त ल्या हामी त एउटा मात्र ल्याएको ओइ चपिङ बोर्ड हालेको सबै भित्र चपिङ बोर्ड परेको सामानमा खाके त्यो 2 मिनेटमा चपिङ बोर्ड पाउँ त्यही उसमै त्यही चटपटेको झोलामा भयो छ बुढी मात्र थाहा छैन तिमीले हालेको भनेको नि केटाकेटी आलु चाहिँ मैले हालेको हो हामी यो एउटा टोकरीमा हो यहाँ छैन यो हो र यहाँ त चम्मचहरू मात्रै छ कि बुढी दान्छु त्यो काठ Saddled up my shoes, headed out at dawn. Yeah, I saddled up my shoes, headed out at dawn. Ain't no place gonna hold me when the road keeps rolling on. Left my baby crying, said she can't live that way. Left my baby crying, said she can't live that way. Told her love ain't chained down, it just comes and drifts away. Saw the sun in the distance look like a burning coin. Saw the sun in the distance look like a burning coin. Lord, I don't need no preacher, just that dust road to join. Now I'm rolling through the valley, wind hums through my hair. Yeah, I'm rolling through the valley, wind hums through my hair. You can tell my woman I'm gone and I ain't coming back.
बाबु हाम्रो चाहिँ कोइला चाहिँ अलि नपुग्ला जस्तो लाग्यो ओइ बाबुको सुनमा अलि झार्दिनु त बाबुको खुट्टामा जाति त कोइला चाहिँ नपुग्ला जस्तो लाग्यो त्यही भएर कोइला लिन जानु लाग्यो भोलि बिहान पनि मांसाहारीहरूले फेरि भोलि बिहान पनि पकाएर खाएर जाने भन्यो कि त्यही भएर कोइला लिन जानु पर्यो कोइला भनेपछि अरू के लिनुपर्छ खाने भनिरहेछ त नि यहीँ हो ल यहीँ देखाएको थियो यहाँनिर चाहिँ अरू बङ्गला यो काठको घरहरू हो कि पुरा काठको घरहरू अनि पछि यहाँनिर गोमी फोहोर फाल्ने ठाउँ हो यहाँ फेरि छुट्याउनुपर्छ कि चल्ने गोमी र नजल्ने गोमी भनेर यहाँ चाहिँ एउटा सुविधा चाहिँ राम्रो रहेछ सुविधा भन्दा नि के भन्ने त्यो पेत्तो बोतहरू अनि पछि नामक गोमीहरू चाहिँ एकैठाउँ खाली हुन्छ भन्यो बाबु हिँड्ने होस् बाबु हिँड्छस् हिँड्छ र हिँड अङ्कलसँग जाऊ त मान्दैन नि बाउ हुँदा हुँदा मसँग कहाँ मान्छ त नि तिमी त बाउ फेभरेट हो कि होइन कस्तो बाउ दामी फेभरेट हो नि पुरा त के कस्तो दामी ठाउँमा के ठाउँ चाहिँ एकदम दामी यो रुखहरूको पात पलाएर वरिपरि देखेन कि तर फेरि रुखको पात झरेको भए फेरि अरू थाहा पनि उरास लाग्दो हुन्थ्यो नि होइन हेर्नु त्यहाँ कस्तो दामी सिनेरी है दामी छ यार यहाँ हेर खेल्ने ठाउँ हेर बच्चाहरूको लागि आम्मामा बच्चाहरू खेल्न ठाउँ पनि त रहेछ नि दामी अहिले खेल्यो तल बेलुका बेलुकातिर हामी चाहिँ अब उखेचुकेमा सुमी लिन जानु लाग्यो सुमी चाहिँ धेरै छैन अरे के त्यही भएर लिन जाऊँ भनेर जानु लाग्यो हेर्नु मेन चानालाई लिएर जानु लाग्यो यता हेर्दै त उता क्यामेरामा हेरिदियो अरे कि हेलो गरिदियो मेरो बाबुले हेऱ्यो कफीहरू यिनीहरू हेरे लास्टै खाना खोज्ने बाबी लाइन उता हो क्या तर कस्तो राम्रो ठाउँ है मान्छे अहिले त्यो उस नभएर क्या गोल्डन विक स्टार्ट नभए गोल्डन विक स्टार्ट नभएर है मान्छे बाबु उता हेर्नु उता उता हेर्नु उता उता हेर्नु छैन मान्छे ल है आज अङ्कल खुट्टा चम्ला है चप 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 लिन बल त्यो गोलोलाई बाबुले गोलो देखायो भरेलाई बल भनिदिनु बो आऊ आऊ कम 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 कमन कमन केटाती ल होइन आऊ तिमी त लास्ट भिडियो गर्न थाल्यो हात पेट छोप्नु खोज्दैन फेरि यस्तो हाल्यो कान्छा बाबुको फर्स्ट बार्बिक्यू नि छाना मान्छे होइन बार्बिक्यू त होला नि ओह्रालो देख्नै नहुने रहेछ के त तिमी त कान्छा आऊ होइन 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 छोपेर होइन फाल्ने है तेरिका फेरि नदिएको तुम्हारी मस्त यो त्यो दामी रहेछ है ओइ ए लोटे बाबु त यो यो यस्तो भन्छ अनि होइन 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 यता 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 आऊ आऊ उता उता त बाप्पी बाप्पी कौवा भनिदियो कौवा भन कौवा भनिदियो कौवा कौवा भनिदियो दुईजनाको हात पेटेको त
कावा कावा भन्थ्यो टोयलेट बाथरुमहरूको सुविधा पनि क्या राम्रो है राम्रो रहेछ बन्द त भएन नि होइन चरा पनि गएर ल माग त जो के भन्छ अरे